ल हामी चाहिँ आज कहाँ जान लाग्यो रे सोल्टी हामी भर्जिनिया वाटर त्यो भर्जिनिया वाटर कार पार्क भनेर हान्दा आउँछ सिधै ल आजको वेदर चाहिँ दामी छ ल यता मुख चाहिँ राम्रो आउँदो रहेछ लाइट पर्छ नि अच्छा खतरा आउँदो रहेछ ल ल चलो 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 यतातिर हो हामी चाहिँ जाने ल सरको ठिक छ नि, चाहिँ चस्मा चाहिँ हो कि ल दामी भएछ वेटर चाहिँ कार पार्क गरेर बेजो नगर यार ल अर्को साल चाहियो है ल फाइनली हामी चाहिँ यहाँ के अरे भर्जिनिया वाटर के भन्छ खतरा टुवापर हेरेर बस्यो अन्त जाने लेफ्ट साइडबाटै जानु लाउने त लाउने त सुन्ने चस्मा लाउनु चस्मा लाउनु लाउ एकचोटि आमा अनि सकिएन त ल अब कस्तो निलो भएको है यो ताल ल गाइड्सहरू आमा हेर दामी रहेछ प्रकाश सर खुसी हुँदै हिँडेको बेला डिस्टर्ब गर्ने यिनीहरू चाहिँ त्यस्तो हिँड्ने स्क्याम भयो नि त यी सबै लालीगुराँसै लालीगुराँस रहेछ यी है तेरि यार हामी हिँड्दैछौँ यहाँ ल अब उयो यहीँको वाटरफल चाहिँ देखाइदिनु भयो नि भयो अब अरू खै लालीगुराँस त सबै होइन फुलेर नि झरिसकेको रहेछ नि त लालीगुराँस त सबै तल सबै रातै रातो छ पात खत्तम भयो नि त यार ढिलो भयो यार यो वर्ष भ्यागेन ल यो चाहिँ हो वाटरफल यही छ यही छ तर
ल हामी चाहिँ त्यो पारीबाट आएको हो उता वाटरफल हेर्दै हेर्दै आइयो अनि सबै छक्कै परेछ नि यहाँ धेरै गुराँसहरू फुलेको देखेर गाइजहरू तर यो ताल चाहिँ दामी समिलो जस्तो देखेको है कस्तो हेर न निलो देखियो है हावा चलेर कि सब मान्छे खसिरहेको छ अनि के साह्रो गोरो देखेको केटा हो यार फेरि ह्यान्डसम लाएर आएको ल दामी छ है अनि कस्तो हुँदैछ आजको यात्रा आजको यो नफुले पनि मन यो ठिक छ है ल राम्रो लाग्यो है आफ्नो यो रमाइलो हुँदैछ ल गर्मीमा गएर यस्तो एक डुब्ली हानेर आउने मन छ तर के गर्नु मलाई स्विमिङ खेल्नै आउँदैन होइन उताको यता हेर उसको तर यहाँ दामी आउँछ होला उयो फोटोहरू चाहिँ ल बनाऊँ न म खिचिदिन्छु क्या यो चाहिँ दामी आउँछ भुइँ फाल्दैन ल बुढाबुढी ल डन योसँग उता हेर उतला भइमा छ त यसले त सेतो त नखाने रहेछ खानु सेतो नि हटे सेतो नि खाए यसले सेतो त होइन भन्दो रहेछ क्या यो त यही माथि आउनु रहेछ दिदी खानेकुरा दिएपछि आउँछ नि हैन त यसको त्यो खुट्टाको त्यो के हो डर लाग्यो केसँग डर लाग्यो टुङ लाग्यो ल खाऊ खै सोनला कोकेको पठाइदिनु त ल आऊ अच्छा राम्रो भइरहेछ बेबी सिटिङ गरेको आज समरको टाइम सुरु भयो आमा अच्छा दामी भएछ भाइ एकचोटी छोडिदिनुलाई हामी फोटो खिच्नुलाई मात्रै ठिक छ ल तैँले एउटाको फोन देऊ न यसो यताउता गर बिचमा पार न बच्चन हिँडेर फर्किनु मिल्छ हिँड्नु हेर्न त हिँडेछ फोटो हिँडे यस्तो हिँडेर फर्किनु मिल्छ फोटो नै मिल्छ यो म खिचिदिन्छु फोटो कति छेउछेउ गएको होला रहरै होला तिम्रो रहर पुऱ्याइदिउँ भनेर आफै नक्कल पारेर फोटो खिच्न नै एकछिन रोक्यो बा ल यहाँ सिधामा यता अप्ठ्यारो भयो भार पर्यो होला खेल्न छैन ल क्यामेरा यस्तो छ यो बिच बाटोमा ठाउँ चाहिँ यस्तो दामी छ क्या खास यो भित्र के रहेछ भनेको के हुन्छ यस्तो दामी छ रुट चाहिँ यहाँ आइएछ बस्दिएको यहाँ आउन दौड तिमी तिमी चिलमा दौड ल चिल्लाक्समा दौड तिमी ल यो पनि हेर न
दुईटा सामान सक्छ गुड बोय हेलो खाइदिने फोरेको छैन नि त्यो ओइ 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 ल ल उठाम ल अप्पा ए उठाम 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 ल ल यसो ल होइन मम्मी जाने मम्मी यो पनि सामान नि दुइटै सामान पर्ने हो आम्मा ल ल उसको हात ल ल ल ल 1 2 3 हो यस ल ल ल ल ल के भन्छ यिनीहरूले भने चियर्स गर्छ के गर्छ भन्ने ल यो फुल चाहिँ राम्रो रहेछ है अलिकति हजुर ए मैले अर्को रातो फुल खोजेको सेतो फुल फुलेछ क्या ए गुराँस भेट्न सफल त्यही पनि अब यस्तो छ कि अब भर्खरै सुरु गरे रहेछ ल अब 20-25 दिनपछि आयो भने चाहिँ ठिक्क हुन्छ होला एउटा फुल्न लाग्छ बल्ल ल अब हामी चाहिँ घर फर्किन लाग्यो अब रु गाइसहरू त्यही त अब गुराँस हेर्न आएको हो हैन हामी त के छ नि के सोचे मैले के भयो अहिले भन्ने के रे हामी त अब एकदम सुपर एक्साइटेड बुझिसक्यो है तीनजनाको प्लानमा पानी खेलेको ठिक छ हाम्रो नि केटाहरू ह्याप्पी छन् नि होइन सर के कसो रमाइलो छ अँ ओके छ त पुरै झिलिली बोलेको छन् त आज त सरको सेतो कपडामा उज्यालो भएको छन् त हेर्नु हेर्न कति दामी देख्यो कि हेर है दिने उज्यालो भएर होला नि यता सरको फेरि छ नि फेरि चस्माको दामी छ नि ठिक छ नि वेट बाबा लाग्यो क्या ल्याडरको ज्याकेट ओरिजिनल हो नि दामी छ क्या अनि ए यस्तरी छाम्दा नि खतरा छामिन्छ यता ओरिजिनल भएको क्या टक्क साइडमा यो के अरे भर्जिनिया वाटरको लेक होइन आम्मा वेदर समर सुरु भयो क्या ल वाउ आम्मा यो माथि नि माथितिर दामी गार्डनहरू छ क्या पछि चाहिँ जानुपर्छ होइन माथि चाहिँ अँ पछि पछि जाने फुले नै हैन त गएको भयो नि मन नदुखाउला हस् हस् फेरि हामीलाई नि त्यतिखेर त अब ल राम्रोसँग जाऊ है फेरि आऊ है पाखा पाग्दैछ फुलले टिपी खान जान्छ